जस्तै बजाज पल्सरको बाइकमा चाहिँ तपाईले भन्नुहुन्छ मेरो बाइकमा चाहिँ साउन्ड एकदम नराम्रो आउँछ, झ्यार आउँछ हैन, र बाइकमा भाइब्रेसन पनि एकदमै ज्यादा आउँछ, जति बनाए पनि बनिरहेको छैन भन्नुहुन्छ हैन। अब यसको खास समस्या चाहिँ केबाट आउँछ हैन, र समाधानको उपाय पनि म तपाईलाई भन्छु है। जस्तो मैले फटाफटी क्लच कभर खोलिरहेको छु हैन, र तपाईले भन्नुहुन्छ मैले क्याम चेन्ज गरेँ, ब्यालेन्सर चेन्ज गरेँ हैन, बडी ब्यालेन्सर चेन्ज गरेँ, तर पनि मेरो बाइकको साउन्ड सुध्रेको छैन, या भाइब्रेसन चाहिँ आइरहेको छ भन्नुहुन्छ हैन। अब यसको खास समस्या कहाँबाट आउँछ म तपाईलाई फटाफटी देखाउँछु है। त पहिला हामी फटाफटी क्लच कभर खोल्ने छौं हैन, र म फटाफटी क्लच कभर खोलिरहेकै छु। अब चाहिँ हाम्रो क्लच कभर निस्किसकेको छ है। अब हामीले यसरी खोल्दाखेरि चाहिँ हामीले के गर्नुपर्छ भने हाम्रो क्लच कभरहरु यसरी सबै खोलिसकेपछि हामीले सम्पूर्ण पार्ट्सहरु चाहिँ मजाले सफा गर्नुपर्छ है। यसरी खोल्दैछु म चाहिँ हैन, र सर्वप्रथम चाहिँ हामीले के गर्नुपर्छ भने हाम्रो मुनिपट्टि एउटा आयल पम्प लागेको हुन्छ बजाज पल्सरमा चाहिँ हैन। यो ओइल पम्प चाहिँ हाम्रो के हुन्छ भने यसमा चाहिँ एउटा फिल्टर लागेको हुन्छ है। यो फिल्टर हाम्रो ब्लकेजहरु भयो, जाम भइदियो भने हाम्रो बाइक तातिने समस्या आउँछ हैन, र हामी यो पनि फटाफटी खोलेर यसलाई पनि मजाले सफा गर्नुपर्छ है खोलेको टाइममा चाहिँ। अब चाहिँ म फटाफटी हामी क्लच प्लेट हैन, त्यसपछि सबै सामानहरु चाहिँ म खोल्छु अनि तपाईलाई देखाउँछु है त। जस्तो म फटाफटी खोलिरहेको छु हैन, र म यहाँ यो ठाउँमा चाहिँ हामीले जब खोलिरहेको छु नि, यो तीनटा मैले स्क्रु खोलिरहेको छु, यसको भित्र पनि हाम्रो चाहिँ एकदमै धेरै फोहोर जमेको हुन्छ है। हेर्नुस् है म तपाईलाई खोलेर देखाउँदै छु हैन, र यो खोलिसकेको छु। यहाँ चाहिँ हेर्नुस् त हाम्रो यहाँ चाहिँ एकदमै धेरै फोहोरहरु हैन यहाँ आएर बसेको हुन्छ। अब यहाँ धेरै नै फोहोर छ भने चाहिँ हाम्रो के हुन्छ भने क्लच प्लेटहरु घोटियो, क्लच प्लेटहरु खियो भन्ने पनि बुझिन्छ है। यहाँ एकदमै धेरै फोहोरहरु आएर बसेको छ भने चाहिँ हैन, र यहाँ चाहिँ वास्तविक फोहोरहरु बसिरहेको हुन्छ। यो पनि हामीले मजाले सफा गर्नुपर्छ। अब चाहिँ म तपाईलाई फटाफटी यो बाइकको क्लच प्लेट खोल्छु हैन, र देखाउँछु समस्या कहाँबाट आउँछ, कसरी आउँछ हैन। तपाईले ब्यालेन्सर चेन्ज गर्दा पनि मेरो बाइकको साउन्ड चाहिँ झ्यार आयो हैन, र भाइब्रेसन एकदमै ज्यादा आयो भन्नुहुन्छ हैन। यसको समस्याको समाधान म आज तपाईलाई भन्ने छु है त। जस्तो मैले हाउजिङ फटाफटी खोलिरहेको छु क्लच प्लेट खोलेर हैन, र तपाईलाई म देखाउँछु है त। जस्तो तपाईले के गर्दिनुहुन्छ भने तपाईले ब्यालेन्सर चाहिँ चेन्ज गर्दिनुहुन्छ हैन, र ब्यालेन्सर चेन्ज गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भने तपाईले यो ब्यालेन्सर जुन मैले देखाइरहेको छु नि माथिपट्टिको ब्यालेन्सर, यो ब्यालेन्सर चाहिँ तपाईले चेन्ज गर्दाखेरि चाहिँ तपाईले डुप्लिकेट लगाइदिनुहुन्छ है यो ब्यालेन्सर चाहिँ। अब यो ब्यालेन्सर डुप्लिकेट लगाइयो भने के हुन्छ भने साउन्ड पनि केही गर्दा सुधिदैन हैन। तपाईले सबै सामान चेन्ज गर्दा पनि साउन्ड एकदम सुधिदैन, अनि भर्खरै नयाँ सामान लगाएँ भनेर झुकिनुहुन्छ हैन। यस्तो खालको ब्यालेन्सर चाहिँ हामीले डुप्लिकेट लगाइयो भने त्यो चाहिँ हाम्रो बिग्रिसकेको छ हैन, र यो ब्यालेन्सर चाहिँ अब ओरिजिनल पनि नबिग्रिने चाहिँ बिग्रिन्छ, तर डुप्लिकेट लगाइयो भने चाहिँ नयाँ लगाएदेखि नै साउन्ड एकदमै बिग्रिन्छ है। त्यही भएर यो ब्यालेन्सर चाहिँ हामीले ओरिजिनल लगाउनुपर्छ। यदि डुप्लिकेट लगाइयो भने चाहिँ तपाईको झ्यार गर्ने साउन्ड र बाइकमा आउने जुन भाइब्रेसन हुन्छ नि, त्यो चाहिँ कहिले पनि समस्याको समाधान हुँदैन है त। जस्तो अब म तपाईलाई देखाइरहेको छु, तपाईलाई म पार्ट नम्बर पनि देखाइदिन्छु हैन, ओरिजिनल ब्यालेन्सर कस्तो हुन्छ, र ओरिजिनल ब्यालेन्सर हेर्नुस् है त। लु अब हाम्रो चाहिँ यो चाहिँ जेन्युइन ब्यालेन्सर हो हैन, र यसको पार्ट नम्बर पनि यही छ, र यसको हेर्नुस् त बजाजको खोलमा यो रातो स्टिकर भएको आउँछ हैन। अब तपाईलाई मैले ब्यालेन्सर त देखाएँ, अब ब्यालेन्सर कसरी मिलाउने त्यो पनि सिकाउँछु है त। जस्तो हाम्रो ब्यालेन्सर जुन हुन्छ नि, अब ब्यालेन्सर चाहिँ म तपाईलाई कसरी मिलाउने त्यो ठ्याक्क सिकाउँछु त। पहिला हामी चाहिँ सम्पूर्ण पार्ट्सहरु सरसफाइ गर्छौं हैन। अब चाहिँ म ब्यालेन्सरलाई एउटा पुलरको सहायताले मिलाएर देखाउँछु। जस्तो हाम्रो ब्यालेन्सर चाहिँ दुईपट्टि हेर्नुस् त, यो जुन देखिरहनु भएको छ नि मैले हातले देखाइरहेको छु, यो चाहिँ लामो छोटो भाग हुन्छ हैन, र लामो भएको भाग चाहिँ हाम्रो बाहिरपट्टि लागेको हुन्छ। यो भित्र लगाइयो भने पनि हाम्रो साउन्ड चाहिँ राम्रोसँग बन्द हुँदैन है त। अब म चाहिँ तपाईलाई पुलर लगाएर हेर्नुस् है, ब्यालेन्सर पुलर लगाइरहेको छु हैन, र ब्यालेन्सर पुलरको सहायताले हामीले हेर्नुस् है, यसलाई ठ्याक्क दुई राउन्ड हेर्नुस् है, ठ्याक्क एक स्टेप दुई स्टेप, ठ्याक्कै दुई स्टेप अगाडि पनि हैन, र दुई स्टेप पछाडि पनि ठ्याक्क टाइट गर्छौं। यति गरेर हाम्रो ओरिजिनल ब्यालेन्सर यदि छ भने चाहिँ हाम्रो बाइकको साउन्डहरु झ्यार गर्ने, भाइब्रेसन आउने चाहिँ एकदमै राम्रोसँग बन्द हुन्छ। त्यही भएर ब्यालेन्सर तपाईले चेन्ज गरे भनेर मात्रै पुग्दैन है, ब्यालेन्सर चाहिँ जेन्युइन लगाउनु पर्छ हैन। अब म यसलाई इन्जिनमा फिटिङ गर्ने तरिका पनि सिकाउँछु। जस्तो हेर्नुस् है, मैले ब्यालेन्सर लगाइसकेको छु, र हाम्रो हाउजिङ लगाइसकेपछि चाहिँ हाम्रो बडी ब्यालेन्सरको टाइमिङ हैन, र यतापट्टि हाम्रो जुन क्यामचेन हुन्छ नि, हाम्रो क्यामचेन स्पोकको टाइमिङ चाहिँ टपमा हुनुपर्छ हैन। त्यसपछि चाहिँ हाम्रो बाइकको साउन्डहरु एकदमै मजाले राम्रो आउँछ है त। त्यही भएर तपाईलाई ब्यालेन्सर लगाउँदै छु तर साउन्ड राम्रो आएको छैन भन्नुहुन्छ भने चाहिँ ब्यालेन्सर जेन्युइन लगाउनुस्, एकदमै मजाले तपाईको बाइक चाहिँ झ्यार गर्न चाहिँ बन्द हुन्छ है त।